हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आइयो के छ खबर, सन्चै हुनुहुन्छ होला तपाईँहरू सबै होइन। आज चाहिँ म आएको यता माथि लेक साइडतिर घुम्नको लागि गाइज होइन। म अनि एउटा मेरो बाइक छ यतापट्टि, हामी यता घुम्न आएको भनेपछि होइन। यतातिर आइसकेपछि चाहिँ मलाई चाहिँ यतातिरको भ्यू चाहिँ एकदम राम्रो लाग्यो क्या होइन। यो डाँडा पाखाहरू यताउति हेर्दा पनि होइन, सुशील सो होइन देखाउन आएको छैन, यस्तो दामी डाँडा छ। मलाई चाहिँ मस्त लाग्यो क्या। त्यही भएर यसो हाम्रो सम्पूर्ण फेसबुक फ्रेन्ड अनि मेरो साथीहरू सबैलाई देखाइदिउँ भन्दा हाम्रो गाउँतिरको लेक साइड यस्तो छ होइन। घुम्न आउने जतिलाई यसो न होइन, सम्पर्क हानौँ सबै घुम्न आउँला होइन। बिरालो ट्याक्कै खुट्टा खिच्किँदैछ खोलामा हो। हेर्न पनि राम्रो एकदम क्या। मोबाइल सयतातिर अब लालीगुराँस फल्ने सिजन पनि गइसकेको छ होइन। अन्त लालीगुराँस पनि देखाउँदै जबरन्त फलेको। अब काफल पाक्ने सिजन आउँदैछ है छैन। अब काफल साफल खानुपर्छ अनि पिजुहरू फल्छन्। अब लेक साइडतिर त खानुपर्छ होइन। मलाई चाहिँ यो ठाउँको यो गाउँको हावा पानी बडा के सुशील, यस्तो मिठो हावा, यस्तो मिठो पानी यतातिर आउनुपर्छ यस्तो ठाउँमा घुम्नको लागि। ओके गाइस, बाई बाई, अर्को ब्लगमा भेटौँला। माया छ सबैलाई।